अब यो दुर्गा परसाई र त्यो अडियो बाहिर आएपछि एक खालको ठुलो बहस सिर्जना भएको छ हैन। दुर्गा हजुर परसाई स्वयंले फेसबुकमा स्ट्याटस राखेर त्यो अडियो एआईले बनाएको हो भन्नुभएको छ। किन उहाँले त्यस्तो हजुर भन्नुभयो? तपाईसँगै कुरा भएको जुन कन्भर्सेसन छ त्यसलाई उहाँले एआई भनिदिनु भयो। हजुर अब त्यो अडियो अब हेर्नु एउटा त बाहिर नआउनु पर्ने थियो, त्यो अब हेर्नु आइसक्यो हैन। अब बाहिर निस्किसके पछाडि मलाई चाहिँ के लाग्छ भन्दाखेरि त्यो कुरालाई चाहिँ म चाहिँ एक्सेप्ट गर्छु हेर्नुहोस् है, किनकि मैले आजभन्दा 3-4-5 दिन अगाडिदेखि नै जे जस्तो गल्तीहरू हाम्रो संस्थाले नेपाली फर नेपालले गरेको छ त्यसलाई पूर्ण रूपमा स्वीकारेर बरु कानुनी सम्बद्ध केही गलत काम गरेका छौँ भने त्यसलाई भोगेर नै अगाडि बढ्ने निर्णय लिइसके पछाडि त्यो कुनै एआईबाट होइन, त्यसमा बोल्ने व्यक्ति स्वयं म आफै नै हुँ। त्यसमा एआई हो भन्ने कुरामा 100% झुट छ र यदि त्यो एआई नभएको खण्डमा यदि त्यो रियलिस्टिक नै भएको खण्डमा चाहिँ के उहाँले चाहिँ यो सबै आफ्नो गल्ती स्वीकार्न तयार हुनुहुन्छ र यदि त्यो एआई हो भने चाहिँ म आफ्नो गल्ती स्वीकार्न तयार छु है। मैले टेकपानाबाटै मैले यो मेरो यो लिगल स्टेटमेन्ट नै सोच्दा हुन्छ। दुर्गा परसाईसँग ह्याकरको रूपमा जुन कुराकानी भएको छ, पैसाको अलिकति कुराकानी पनि लेनदेनको कुराकानी पनि भएको छ, त्यो व्यक्ति तपाईँ नै हो? हजुर म नै हो र पैसाको कुरा गर्दाखेरि अहिले आजको दिनसम्म उहाँबाट चाहिँ मैले पैसा लिएको होइन डाइरेक्टली। उहाँको र हाम्रो बिचमा एकजना उहाँकै टिमभित्रबाट एकजना मान्छे हुनुहुन्थ्यो, उहाँले सबै पैसा कहाँ दिनुपर्ने के गर्नुपर्ने हाम्रो टिमलाई उहाँले गरिदिनुहुन्थ्यो। मैले डाइरेक्ट रूपमा मैले एक पैसा पनि लिएको छैन आजको दिनसम्म। जे होस्, अब उहाँसँग लेनदेन भएर त्यो वेबसाइटहरू ह्याकिङ हुने कुरा त स्वीकार्नुहुन्छ नि तपाईँले? म स्वीकार्छु। भोलि कानुनी रूपमा जाँदै गर्दाखेरि हेर्नु एआई हो कि होइन भन्ने कुराहरूमा अहिले सिम्पल छ हेर्नु, त्यो त्यति गाह्रो कम्प्लेक्स कुरा पनि होइन। त्यो अडियोलाई रेकर्ड गरेर एउटा भनौँ न यो अनलाइनमा यो फ्रीली नै चेक गर्न मिल्छ। एआई हो कि होइन भनेर धेरै वेबसाइटहरू छन्, त्यहाँ गएर चेक गर्यो भने मजाले थाहा भइहाल्छ नि एआई हो कि रियल हो भनेर त। अब दुर्गा परसाईले के भन्नुभएको छ भन्दाखेरि चाहिँ त्यो अडियो रेकर्ड गर्नुभयो, तपाईँहरूले राख्नुभयो, तर तपाईँहरूले त्यो अडियो रेकर्ड गरेपछि उहाँसँग ब्ल्याकमेल गर्नुभयो अरे। तपाईँहरूले गरेको ब्ल्याकमेल अनुसार उहाँले त्यो डिमान्ड पुरा नगरिदिएपछि तपाईँहरूले अडियो सार्वजनिक गरेको आरोप लगाउनु भएको छ नि? होइन होइन, त्यस्तो 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 केही पनि होइन। जब हाम्रो साथीहरू जब हाम्रो साथीभाइहरू विकास पौडेल लगायत अरू साथीहरू जब साइबर ब्युरोले समात्नु भयो, त्यस पछाडि जब कि हाम्रो पहिला कुरा के भएको थियो भन्दाखेरि भविष्यमा केही मैले त्यो अडियोमै बोलेको छ, मैले के भनेको छ, मलाई केही पनि गर्नु पर्दैन, मेरो सानो सानो भाइहरू छ उनीहरूको भविष्यको कुरा हो त्यो हेरिदिनु पर्छ भन्दाखेरि उहाँको र मेरो यही कुरामै हाम्रो कुराकानी नै यसमै भएको थियो कि जुन मसँग जुन टिम हुन्छ उहाँ टिम चाहिँ भोलिको दिनमा यस्ता कुरामा पर्दाखेरि चाहिँ उहाँले सहयोग गरिदिने कुरामा चाहिँ हाम्रो डिल नै भएको थियो। र पछि उहाँले चाहिँ कसरी यो कुरालाई टार्न खोज्नु भयो भन्दाखेरि आफ्नो गल्तीबाट उहाँ पछाडि पर्नु भयो, आफूले रेस्पोन्सिबिलिटी लिन सक्नु भएन। हामीले त सोसियल मिडिया ह्यान्डल गर्ने भनेर राखेको हो होइन, यो हामीलाई थाहा नै छैन, हाम्रो इन्भल्भमेन्ट नै छैन जस्तो कुरा गर्नुभयो जुन सरासरी झुट हो है। र यदि ब्ल्याकमेलकै कुरा आउँथ्यो भने अहिले आजको दिनसम्म पनि हाम्रो संस्थागत कारोबारको हिसाबले हेर्दाखेरि उहाँबाट चाहिँ हाम्रो संस्थाले चाहिँ अझै लिन बाँकी चाहिँ रकम छ हेर्नुहोस् है। के हो हिसाब किताब उहाँलाई थाहा छ। यदि ब्ल्याकमेल हुन्थ्यो भने हेर्नु यो 1 लाख 2 लाख 3 लाख 5 लाख 6 लाख 10 लाखको कुरा हुन्थेन, करोडौँमा गर्न सक्थ्यौँ हामीले ब्ल्याकमेल। यसलाई ब्ल्याकमेल भन्दैनन् हेर्नु, यसलाई सत्य तथ्य बाहिर निकालेको होइन, यसलाई के हो रियालिटी त्यो जनता सामु कानुन सामु पुर्याएको भन्छन् यसलाई। त्यो नेपाली फर नेपालले कति पैसा लिएको हुनसक्छ उहाँसँग काम गरे बापत? तपाईँहरूको समूहले कति पैसा लिएको होला टेन्टेटिभ अहिलेसम्म? पैसा लिएको छैन, काम गरे बापत केही पनि पैसा लिएको छैन। काम गर्नको लागि चाहिने डिभाइसेसहरूको लागि चाहिँ उहाँ आफैले त्यो डिभाइसेसहरू उहाँकै टिमबाट एकजना मान्छेलाई लगाएर आफैले किन्नु भएको हो है। काम गर्नको लागि ठाउँ पनि उहाँहरूकै समूहबाट उपलब्ध भएको हो, हाम्रो टिमबाट हामीले व्यक्तिगत रूपमा लिएको छैनौँ। दुर्गा परसाईको डाइरेक्ट निर्देशन अनुसार तपाईँहरूले कति जति वेबसाइट ह्याक गर्नुभयो होला अथवा कति सरकारी वेबसाइटहरूलाई तपाईँहरूले प्रभावित पार्नु भएको होला? त्यो अब त्यो त त्यति बेलै न्युजमा अब आएको थियो हेर्नुहोस् होइन। अब हामीले त्यति बेलै न्युजमा आएको पञ्जीकरण विभागहरूदेखि लिएर अरू 8-10 वटा वेबसाइटमा चाहिँ हामीले चाहिँ ह्याक भन्दा पनि डिफेस गरेको थियो हेर्नु। त्यो वेबसाइटहरूभित्र गएर केही हार्म गर्ने, अट्याक गर्ने अथवा त्यहाँको डाटाहरू लिक गर्ने अथवा ती डाटाहरूलाई लगेर कहीँ बेच्ने त्यस्ता कामहरू हामीबाट भएको छैन। बस केही टाइमको लागि चाहिँ त्यो वेबसाइटमा भएका केही चिजहरूलाई हामीले चेन्ज गरेर चाहिँ
टेक्निकल वर्डमा भन्नु पर्दाखेरि जस्ट डिफेसिङ। त्यो जुन अस्ति अब लिक भएको अडियो छ त्यो अडियो कहाँको हो, कहिलेको हो, कुन प्रसङ्गको हो त्यो भनिदिन सक्नुहुन्छ? ठ्याक्कै तपाईँलाई याद छ? त्यो 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 उहाँकै मलाई याद छ राम्रोसँग, त्यो उहाँकै घरमा भएको थियो। कहिलेको कुरा हो यो? एक्ज्याक्ट डेट त्यो कहिलेको हो भन्दाखेरि यो हो नोभेम्बर 11 को। कुरा अलिकति डाउटको कहाँ पनि आउँछ भन्दा उहाँकै सहकार्यमा तपाईँहरूले काम गर्नुभयो, उहाँसँगै मिलेर काम गर्नुभयो, एक हिसाबले भन्यो भने अब साइबर अपराधको कसुर गर्नुभयो, तपाईँका साथीलाई पुलिसले पक्राउ पनि गर्यो, सम्बन्ध किन फेरि बिचमा यसरी बिग्रियो त उहाँसँग? बिचमा कहाँनिर बिग्रियो भन्दाखेरि हेर्नु, जब हाम्रो साथीभाइहरूलाई नेपाल साइबर ब्युरोले एरेस्ट गर्नुभयो त्यस पछाडि मेरो सोच चाहिँ के भइसकेको थियो भन्दाखेरि ठिक छ होइन, हामीले मान्छे मारेको होइन, मान्छे केही गरेको पनि होइन, म चाहिँ म जान्छु, म आफै गएर होइन म त्यो किसिमले चाहिँ म जान्छु भन्दाखेरि उहाँहरूले के भन्नुभयो, त्यो गर्नु पर्दैन, के गर्नु पर्दैन, हामी यस्तो त्यस्तो भन्यो। तर पछि बुझ्दै गर्दाखेरि हेर्नु मेरो नाम चाहिँ अदालतसम्म चाहिँ पुगेको चाहिँ म आफैले मैले देखेँ। हेर्नुहोस् है, अदालती कागजमा पेपरमा लिगल पेपरमा अब मुद्दाकै नाममा मेरो नाम पुगिसके पछाडि मलाई यो म जिन्दगीभरि भागेर भित्रभित्र लुकेर बसेर सामने फेस नगरेर म जान्छु भने हेर्नुहोस् म जिन्दगीभरि नै एउटा त्यो त्यसरी बाँच्नुपर्छ जुन मलाई गर्नु छैन। हेर्नु मेरो पनि आफ्नो लाइफ छ होइन, म आफूले गरेको गल्ती म स्वीकार्न तयार छु। यदि मलाई लगेर उहाँहरूले राख्नुहुन्छ मैले गरे अनुसार मलाई दिने कानुन सजाय म भोग्न तयार छु। तर मलाई चाहिँ यो भित्रभित्र लुकेर भागेर चाहिँ हिँड्नु छैन। यही कुरामा हो कुरा बिग्रेको। हेर्नु है, तपाईँलाई अब डर पैदा भयो कि यदि म जे हो त्यो साँचो कुरा म बोल्छु भने भोलिको दिनमा कहीँ कतै उहाँहरूको पनि नाम आएर उहाँहरू पनि फस्नु पर्ने हो कि केही त्यो कुरामा चाहिँ उहाँहरू मसँग डराउनु भएको कुरा केही पनि होइन। तपाईँलाई कतैबाट थ्रेट त आएको छैन नि? जुन अडियो लिक गराइदिनु भयो तपाईँले त्यसपछि थ्रेटहरू आएको छ? मलाई आएको छ, मलाई उहाँहरूबाट नै मलाई आएको छ। हेर्नु होइन, के भन्नुहुन्छ उहाँहरूले? होइन मेरो फ्यामिलीलाई समेत धम्कीहरू आएको छ, मसँग स्क्रिनसटदेखि लिएर सबै हरेक कुराहरू छ होइन। जुन अब त्यो अडियो लिक पछि दुर्गा परसाईबाट तपाईँलाई धम्की आएको भन्नुभएको छ नि, हजुर, त्यो केही प्रमाणहरू छ? तपाईँहरूले प्रमाणहरू सार्वजनिक गर्न चाहनुहुन्छ? जस्तो कलबाट आएको थियो कि धम्की केबाट आएको थियो? यस्तो त्यो अब सम्बन्धित निकायले नै दिउँला होइन। अब यसलाई धेरै अब कन्ट्रोभर्सियल बनाउनु भन्दा पनि होइन र, त्यही भएर अब त्यसमा हामी काम गरि नै रहेछौँ। अब त्यही हो, आएको चाहिँ हो। हेर्नु तपाईँको परिवारसम्म पनि धम्की पुगेको छ? होइन, परिवारसम्म चाहिँ पुगेको छैन, मलाई चाहिँ आएको हो। तपाईँलाई तेरो जापानमा छन् तेरो परिवार, त्यहाँ हात हाल्नुपर्ने हो र भनेर चाहिँ आएको हो। त्यो अडियोमै कलमै आएको थियो? म्यासेजमा आएको छ। म्यासेजमा आएको छ, त्यो तपाईँ सार्वजनिक गर्न चाहनुहुन्छ? म अहिले छोडिदिउँ। अब यो सार्वजनिक गर्दै गर्दाखेरि उहाँले अरू कोही व्यक्तिको थ्रुबाट दिनुभएको हो। हजुर होइन, उहाँले मुख छाडेर बोलेको रेकर्ड पनि छ मसँग। उहाँले उसमै अडियो क्लिपै के त्यो वाट्सएपमा त्यो भोइस पठाउनु मिल्छ नि, त्यहीबाट मुख छाडेर थर्काउनु भएको छ मलाई। दुर्गा परसाई आफैले फेरि त्यसलाई पनि उहाँले एआई भनिदिनुहुन्छ होइन, त्यही भएर छोडिदियो अब। अर्को कुरा पनि छ, यो पक्राउ परेका साथीका मोबाइल ल्यापटप लगायतका डिभाइसमा दुर्गा परसाईसँग जोडिएका विभिन्न घटनाका प्रमाण रहेको र ती प्रमाण प्रहरीले नै डिलिट गरेको भन्ने हल्ला छ। प्रहरीले नै दुर्गा परसाई संलग्न भएका कुराहरू डिलिट गरेको भन्ने हल्लामा चाहिँ कतिको सत्यता छ? हेर्नु म जे हो म त्यही बोल्छु, यो कुरामा सत्यता छ। हेर्नुहोस् है, यो कुरामा सत्यता छ किनकि ती जो हाम्रा ती भाइहरू थिए उहाँहरू पनि गएर उहाँसँग भेट भइसकेको। हेर्नु त्यहाँ त्यो दुईजना मध्ये एकजनाको है विकास पौडेल उसको नाम होइन, उसले गएर भेटेको हो। अब त्योदेखि लिएर अब अरू प्रमाणका कुराहरू पनि थिए, ती चाहिँ हामीलाई चाहिँ डिलिट भएको आशंका लागेको छ। आशंका मात्र होइन, त्यो कुरा हामीले नै सुनेको हो। हेर्नुहोस् है, त्यो कसले डिलिट गरेको हो? साइबर ब्युरोले डिलिट गर्यो अथवा सिआइबीले डिलिट गर्यो? कहाँ तपाईँहरूलाई कहाँ शङ्का छ? होइन, त्यो हामीलाई थाहा छ कहाँबाट भयो के भयो, त्यो हामीलाई थाहा छ। हामी सम्बन्धित निकायलाई हामीले त्यही कुरामा म आफूलाई सेफ फिल नगरेर मैले राज्यसँग चाहिँ आफ्नो सुरक्षा ग्यारेन्टी नभइकन चाहिँ म आफू चाहिँ फिजिकल रूपमा चाहिँ म आफूलाई गएर सरेन्डर गर्न म सेफ फिल गर्दिनँ भनेरै म यसरी अहिले बसिरहेको छु। हेर्नु है, जस्तो के थियो होला त्यो मेटाइएका प्रमाणमा? के कुराहरू थिए दुर्गा परसाईसँग सम्बन्धित? थिए त्यहाँ के फाइनेन्स ट्रान्जेक्सनका कुराहरू थिए होइन, त्यहाँ थिए हरेक कुराहरू थिए। ती प्रमाणहरू त्यसरी मेटाइए पनि नष्ट हुँदैन। हेर्नु ब्याङ्कमा गएर हेऱ्यो भने स्टेटमेन्टहरू सबै त्यही हुन्छ।
है हामीलाई नाम थाहा छ, अकाउन्ट थाहा छ, कहाँबाट ट्रान्जेक्सन भयो सबै थाहा छ, डेट थाहा छ हैन। भनेको दुर्गा पर्साई र प्रहरीको मिले मतको पनि कुरा आयो। केही प्रहरी नभनौँ, नेपाल प्रहरी त पुरा एउटा संस्थालाई नै ल्याएर हामी यसमा बीच गर्नुपर्ने केही जरुरत छैन। केही व्यक्तिहरू जस्तो संस्थाभित्र त धेरै मान्छेहरू हुन्छन् नि त हैन, त्यसका केही व्यक्तिहरू चाहिँ अझै हामीले त जान्न चाहेका थियौँ। हजुर, नेपाल पुलिसमाथि हामीलाई पूर्ण विश्वास छ। हेर्नुहोस् है, यहाँ केही 2-4 जना त्यस्तै मान्छे हुन्छन् भने 2-4 जना राम्रा मान्छे पनि हुन्छन् हेर्नु हैन। हामीले जान्न अझै चाहेको त जुन डिभाइसहरूबाट प्रमाण नष्ट गरियो भन्नुभएको थियो, के कस्ता प्रमाण थियो होला भन्ने चाहिँ अझ धेरै चासोको विषय हो क्या। त्यहाँ केही फाइनेन्सियल ट्रान्जेक्सनहरू थिए, अब त्यसकै प्रमाणहरू भनेको अवैध कारोबारका कुराहरू थिए। अवैध होइन, त्यसलाई अवैध भन्न मिल्दैन हेर्नु हैन। त्यो अब जस्तो अब यदि हामी कोही मान्छेलाई आफ्नो कामको लागि लगाउँछौँ भने वी शुड लुक आफ्टर देम हैन। उनीहरूमाथि हामी हेर्नु पर्यो, उनीहरूलाई टेक केयर गर्नु पर्यो। लाइक सेम एज आफ्नो भनौँ न कुनै संस्थाको कुनै स्टाफहरू हुन्छ अथवा कुनै वर्किङ मेम्बर्सहरू हुन्छ भने उनीहरूलाई फेसिलिटेट गर्नको लागि त त्यहाँ हरेक कुराको जरुरत हुन्छ नि त हैन। र यसो त हुँदैन, एउटा कनेक्सन हुन्छ, नेटवर्क हुन्छ, कोहीसँग कल गरेको होला, फोन गरेको होला, मेसेजेसहरू होला हैन। अब कुरा तपाईले दुर्गा पर्साईलाई आरोप लगाइरहँदा तपाईतिर पनि केही कुराहरू सोझिएका छन्। तपाईले पनि म आत्मसमर्पण गर्छु भन्नुभयो। आत्मसमर्पण किन गर्नु भएन तपाईले? मैले किन गरिन भन्दाखेरि मलाई चाहिँ आफ्नो ज्यानको सुरक्षाको चाहिँ मलाई आफूलाई चाहिँ म अनसेफ फिल भएर चाहिँ मैले नगरेको। हेर्नु, प्रहरीमा आत्मसमर्पण गरेपछि त झन् सुरक्षित हुनुहुन्थ्यो नि तपाईँ त, यदि दुर्गा पर्साईबाट थ्रेट थियो भने त। नहुँदो रहेछ, कसरी नहुँदो रहेछ है। जस्तो त्यसका केही सङ्केतहरू तपाईँले पाउनु भएको थियो, म सुरक्षित छैन भन्ने सङ्केतहरू? मैले मजाले पाएको। जस्तै मजाले मैले पाएर नै मलाई यो अहिले मलाई यसरी भनौँ न म जान चाहन्छु। हेर्नु, मैले यसरी बस्नुमा मेरो कुनै पनि रहर होइन। हेर्नुहोस् हैन, मैले भने त मैले जे गल्ती गरेको छु नेपालको संविधान अनुसार विद्युतीय यसलाई चाहिँ यो अनाधिकृत पहुँच हैन हो, त्यस अन्तर्गत मैले भोग्नुपर्ने त्यो कसुर अन्तर्गत मैले भोग्नुपर्ने के हो हैन, म भोग्न तयार छु। हेर्नु है, मलाई त्यसमा कुनै पनि म त्यसबाट म भाग्न त्यो मैले गरेको होइन अथवा त्यो होइन भनेर चाहिँ मैले भनेको छैन। हेर्नुहोस्, तपाईले प्रधानमन्त्रीलाई नै सम्बोधन गरेर आफ्नो सुरक्षाको लागि इमेल लेखेको कुरा पनि बाहिरिएको थियो। सरकारी पक्षबाट कुनै प्रतिक्रिया प्राप्त भयो? छैन। अहिले तपाईँ देशभित्रै हुनुहुन्छ या देश बाहिर गइसक्नु भयो? म अहिले देशभित्रै छु। जुन तपाईँले नोभेम्बर 11 को भन्नुभएको अरे त्यो अडियो लिक भएको दुर्गा पर्साईको घरमा गएको, त्यतिखेर तपाईँ मात्रै हुनुहुन्थ्यो या तपाईँको समूहको अरू कोही पनि हुनुहुन्थ्यो? अरू सबैजना हुनुहुन्थ्यो, हाम्रो सुरज खड्कादेखि लिएर सबैजना हुनुहुन्थ्यो हैन। म यताबाट चाहिँ म मात्रै थिएँ, उता चाहिँ हुनुहुन्थ्यो अरूहरू। दुर्गा पर्साईलाई केही भन्नु छ तपाईले? आजसम्म तपाईलाई युज गरे अथवा तपाईँ युज हुनुभयो, मलाई युज गरेर अहिले यो अवस्थामा ल्याइ पुर्याए भन्ने तपाईलाई गुनासो अथवा केही छ? त्यस्तो अब हेर्नुहोस् हैन, अरू त्यस्तो केही पनि कुरा होइन। हेर्नुहोस् हैन, जे हो रियालिटी चाहिँ थाहा हुनुपर्छ। आफूसँग पावर छ, आफूसँग 2-4 वटा मिडियाहरू छ, आफूसँग पैसा छ, आफूसँग 2-4 जना मान्छे ब्युरोक्र्याट्सहरू ठाउँमा चिनेको छ भन्दैमा हैन, यहाँ हामीले जे पनि गर्न सकिन्छ भनेर जुन एउटा हुन्छ नि हैन, त्यो भनेको गलत हो। हेर्नुहोस् है, हामी सबै नेपालको नागरिक हो, हामीलाई नेपालको संविधानले हैन इक्वल राइट र अधिकार दिएको छ हैन। बस म यही भन्न चाहन्छु। मलाई अझै पनि एउटा डाउट लागेको कुरा के भन्दा, जुन त्यत्रो तपाईहरुले त त्यत्रो अपराध गर्नुभएको हो, एक हिसाबले अब ठुलो रिस्क लिनुभएको हो हैन, तर दुर्गा पर्साईले त्यो ह्याक गर्नको लागि अथवा त्यो सरकारी वेबसाइटलाई प्रभावित गर्नको लागि केही डिभाइस मात्रै दिए, हाम्रो लेनदेन भएको छैन भन्नुभयो नि। त्यो सामान्य डिभाइसको लोभमा तपाईहरुको स्वार्थ के थियो र त्यो काम गर्नुभयो नि? हाम्रो स्वार्थ त्यो होइन। हेर्नु, हाम्रो स्वार्थ त्यो होइन। हाम्रो स्वार्थ भनेको हेर्नु, हामी तपाईलाई म भन्छु, हामी नेपो बेबी जब यो जेएनजी आन्दोलनदेखि नै हामी एकदम सक्रिय रूपमा चाहिँ हामी छौँ है। हाम्रो एउटा मात्र उद्देश्य हो, नेपालमा चाहिँ तपाईको सुशासन हुनु पर्यो, नेपालमा भ्रष्टाचारको इन हुनु पर्यो। जति पनि मुद्दाहरू हाम्रो युथहरूले, यङ फोर्सेसहरूले उठाएर हामी सेप्टेम्बर 8 मा आएको थियौँ नेपालको सडकमा, त्यो हाम्रो बस त्यहाँबाट हामी स्टार्ट भएको हौ। हेर्नुहोस्, तर अब भन्नेहरूले त तपाईलाई मोटरसाइकलदेखि अपार्टमेन्टको व्यवस्थासम्म गरिदिएको सबै कुराहरू भनिराखेका छन् नि त।
होइन त्यो होइन हेर्नुहोस्, त्यो अब उहाँले आफ्नो कामको लागि उहाँले हाम्रो संस्थासँग सहकार्य गरेर केही रिसोर्स केही मेन पावरहरू लिएर उहाँले आफ्नो काम गराउनु भएको हो। त्यो कुरा त स्वीकारेको छु मैले। दुर्गा प्रसाई र तपाईँ आमनी सामनी हुनुपर्छ भनियो भने फेस गर्न तपाईँ तयार हुनुहुन्छ? म तयार छु मलाई नेपाल सरकारले मेरो ज्यानको सुरक्षाको भोलिको दिनमा जबरजस्ती होइन केही कुराहरू हुँदैन, यो कुराको चाहिँ मलाई सुनिश्चितता दिन्छ भने म तयार छु। अरू चाहिँ के अब त्यही हो। हेर्नुहोस्, हामी चाहिँ हेर्नुहोस् हाम्रो नेपाली फर नेपाल भनेर हामी धेरै कुराहरूमा हामी संलग्नता हामी छौँ है। हिजोको दिनमा नेपो बेबी ट्रेन स्टार्ट गर्दादेखि लिएर झोले ट्रेन स्टार्ट गर्दादेखि लिएर हामी सडकमा पनि छौँ हेर्नुहोस् होइन, हामी डिजिटल रूपमा पनि छौँ। बस हाम्रो कुरा चाहिँ हामी कोही पनि बिचमा अलिकति हामीले लगे यो अनाधिकृत पहुँचहरू पुऱ्याएर यसरी सरकारले जुन व्यवस्था गरेको देख्यौँ हामीले हाम्रो युथको आवाजहरूलाई है, हाम्रो सानो सानो भाइ बहिनीलाई लगेर गोली हानेको छ र त्यही भाइ बहिनीलाई आवाज उठाउनको लागि पनि उनीहरूको मुख टाल्दिएको देख्दाखेरि अलिकति आक्रोशमा आएर हामीले ती गतिविधिहरू एउटा आन्दोलनको एउटा क्रान्तिको स्वरूप चाहिँ हामीले गरेको हो होइन। अब अहिले आएर त तपाईँहरू पुराना दलको पनि पुराना दल र सरकारको पनि निशानामा पर्नुभयो, जसले तपाईँहरूलाई काममा धेरै उस्काए त्यसबाट पनि निशानामा पर्नुभयो। तपाईँहरू त अहिले बिचमा हुनुहुन्छ नि त। होइन ठिक छ, हामीले गलत केही पनि गरेको छैनौँ। हेर्नुहोस्, हामीले भनिसक्यौँ हामीले जे गलत गरेको छौँ त्यसलाई फेस गर्न तयार छौँ। यदि गर्न सक्थ्यौँ भने हामीले अझै पनि धेरै कुराहरू गर्न सक्थ्यौँ। हामीसँग हरेक कुराको एसेसहरू थियो हेर्नु है, यो कुरा होइन। अब हामीले बारम्बार भनि नै रहेको छौँ हेर्नु, हामीले न नेपालको डाटाहरू लगेर हामीले कहीँ कतै बेचेको छौँ, न हामीले एउटा 0.01% पनि हामीले मिसयुज गरेको छैनौँ। जे गरेको छौँ नेपाली जनता सामु बगैँचा हामीले चिठी लेखेर यो गरेको छौँ भनेर हामीले देखाइदिएको छौँ हेर्नु। ल ठिकै छ। दुर्गा प्रसाईका मान्छे सुरज खड्कासँग तपाईँको चिन्जान छ होइन? छ। को हुन् उनीसँग चाहिँ कसरी चिन्जान भयो नि तपाईँको? छ, उहाँ एकजना पत्रकार हो होइन, रिपोर्टर हो। अनि उहाँसँग चाहिँ हाम्रो यही जेएनजी आन्दोलनको क्रममा भेट भएको हो। सेप्टेम्बर 8 र 9 भदौको जुन हाम्रो जेएनजी आन्दोलन भयो त्यसकै सेरोफेरोमा हामी भेट भएको हौँ है। हामी बानेश्वरमै आन्दोलनको क्रममै भेट भएको हाम्रो। त्यसपछि चाहिँ उहाँ सहजकर्ता जस्तो अब मध्यस्थकर्ताको रूपमा भएर तपाईँहरूलाई काममा लगाउनु भयो? हजुर, एकदम हजुर। अब त्यो खासमा दुर्गा प्रसाईले तपाईँलाई अलि मोटो रकम दिनुपर्ने त्यो नदिएको हुनाले तपाईँले यस्तो गर्नुभएको त होइन नि? होइन त्यस्तो होइन। अब रकमकै कुरा गर्नुहुन्थ्यो भने हेर्नु, त्यो अडियोमै मैले भनेको छु तपाईँको तर्फबाट 7 लाख आएको छ, 8.5 लाखको चाहिँ सामान मैले दिइसकेको छु भनेको छु। त्यो उहाँकै मान्छे थियो त्यहाँ, हरेक सामान लिने, हरेक सामान किन्ने, हरेक सामान गर्ने उहाँ सुरज खड्का नै हुनुहुन्थ्यो। सबै कुरा उहाँ होइन, हामी त्यसरी काम गरेको। हेर्नुहोस्, त्यो रकम हाम्रो लागि थिएन, उहाँकै कामको लागि हामी हाम्रै संस्थाबाट म आफैले व्यक्तिगत आफ्नो पैसा खर्च गरेर पनि मैले गरेको छु हेर्नुहोस् है। हाम्रो इन्टेन्सन फाइनेन्स चाहिँ हाम्रो इन्टेन्सन त्यो पैसाको कुरा भन्ने हाम्रो इन्टेन्सन हुँदै होइन हेर्नुहोस् है। म यो स्पष्ट रूपमा भन्न चाहन्छु, हाम्रो जस्ट नेपाली जनताको आवाज हो होइन। हामीलाई त्यो अरू यो पैसासँग यताउता त्योसँग केही लेना देना पनि छैन। अब हाम्रो यति धेरै बेर कुराकानी भइसकेपछि तपाईँलाई आफ्नो परिचय लुकाइरहनु पर्छ जस्तो लाग्दैन? तपाईँको परिचय खुलाइदिनुहोस् न एकचोटि। मेरो परिचय खुलै छ हेर्नुहोस् होइन, मैले यो अस्ति नै 3 दिन अगाडि नै खुलाएको हो। मेरो नाम चाहिँ सन्देश अर्याल हो, उमेर अहिले 24 वर्षको हो। तपाईँ संस्था जुन अब ह्याकिङ भनौँ कि के भनौँ, त्यो संस्थाको नाम चाहिँ? यसलाई ह्याकिङ संस्था होइन, यसलाई चाहिँ हामी रिसर्च एन्ड एनालाइसिस, हाम्रो चाहिँ संस्था चाहिँ हाम्रो कार्यक्षेत्र चाहिँ यसभित्र हामी काम गर्छौँ होइन, नेपाली फर नेपाल। पढाइको हिसाबले अब 24 वर्षको उमेर भन्नुभयो, पढाइको हिसाबले तपाईँको ब्याकग्राउन्डहरू चाहिँ के थियो अब यस्तो खालको? मेरो ब्याकग्राउन्ड अब हेर्नुहोस्, मेरो अब फ्यामिली अहिले अब सबै बाहिर बस्नुहुन्छ, म पनि बाहिरै थिएँ होइन। अनि मैले नेपालमा पढेको हो, एसएलसी पनि नेपालमै दिएको हो। म चाहिँ आउने जाने अब मेरो चाहिँ अब आइटी ब्याकग्राउन्ड चाहिँ होइन, मेरो आफ्नो हबीले मैले सिकेको कुरा हो। मैले आफूले त्यो किसिमले लर्न गरेको हो। मेरो ब्याकग्राउन्ड चाहिँ एकाडेमिक ब्याकग्राउन्ड चाहिँ यो आइटीमा चाहिँ होइन।